भ्लगिङ गर्नु पऱ्यो भनेर चाहिँ च्याट्टोसँग अब यहाँ चिन माउन्ट एड गरिसक्यो हेलमेटमा। अब यो चिन माउन्ट एड गरिसकेपछि हामी चाहिँ अब ट्याक्कसँग हेलमेट लाउँछौँ अनि त्यसपछि अगाडि बढ्दैछौँ। अब च्याट्टोसँग गइन्छ भ्लगिङ। मल्लरानी बुकी डाँडा अब कहाँ पुगिन्छ आज। मल्लरानी लागि हाम्रो बाइक चाहिँ रेडी भइसकेको छ। अगाडि बढ्दैछ। मल्लरानी टुरको लागि दुईवटा बाइक रेडी भइसक्यो। अब दुईजना साथीहरू अब पछाडि म छु। अब यहाँबाट अब हामी अगाडि बढ्दैछौँ है त। खलङ्गा गणेशस्थान मन्दिरबाट चाहिँ अब हाम्रो यात्रा सुरु हुँदैछ। ल हिँडौँ है त। जाउँ बुकी डाँडा। टिभीएस अपार्ट चाहिँ 164V को टेस्ट राइड भइरहेछ बुकी डाँडा जाने उकालोमा। आइपुग्यो त हैन। ल बुकी डाँडाको अब के नि यसमा हार्दिक स्वागत गरिसक्यो हामीलाई। घुमाएर राख्नुपर्ने स्ट्यान्ड तपाईँको ब्रेक त तल छ या धेरै तल छ है। के को फुट ब्रेक पहिला धेरै टाइट थियो, अलि लुज भयो अलि। बुकी डाँडाबाट प्युठानका अन्य डाँडाहरूलाई हेरौँ है त। त्यो तुषारा हो क्या सर? तुषारा हिँडेर
मच्छीबाट माथि हो भन्थ्यो केटाहरूले होइन मच्छी त्यहाँ मच्छी यता पर त्यो पारीको चाहिँ अब मच्छी डाँडा पऱ्यो कोठी भिड त उता छेक्यो कुहिरोले छेक्यो मल्लरानी डाँडालाई अहिले हामी चाहिँ मुर्गी डाँडा दृश्य छायाङ्कन गरिरहेका छौँ होइन निकै सुन्दर दृश्य देखिरहेको छ